नमस्ते साथीहरू। यसरी काँक्रा, मुला, धनियाँ पात, प्याज, हरियो खुर्सानी, गाजर, आलु पनि बोइल गरेर राखिसकेको छु। अनि यसलाई चाहिँ मसिनो मसिनो गरेर यसरी प्याज, मुला, काँक्रो, हरियो खुर्सानी, गाजर, धनियाँ पात, टमाटर यहाँ काट्टी छ। अनि यो सबै चप गरिसकेपछि अनि यता मैले डिलिसियस हुन्छ, किनभने यति स्यालेडहरू पर्यो भने त यो त हेल्थको लागि एकदमै राम्रो हो नि यो खाजा त। अनि यता मैले यो सोया सस र टोमेटो केचप पनि मिक्सअप गरेर राखेको छु। अब हेर्नुहोस् है, यो सबै स्यालेड चाहिँ एकै ठाउँमा स्वाद अनुसार यसमा चाहिँ नुन, अनि त्यसपछि तोरीको तेल सबै थोक मिक्स गरेपछि अनि मजाले काग्ती निचोड्नुस्। अनि यसलाई पनि मिक्स गर्नुस् काग्तीलाई। अनि त्यसपछि अब यसमा भुजा हाल्नु। यो सबै थोक मिक्स गरिसकेपछि अब माथिबाट यो मिक्स गरेको टोमेटो केचप र सोया सस मिक्स गरेर अनि हाम्रो यति धेरै स्यालेडमा चाहिँ चटपटा साँधेर